करेन्ट चाउचाउले त मलाई पागलै बनायो के हजुरहरूले बताउनुहुन्छ र? खानामा के खाने भन्दा नि करेन्टै आउँछ दिमागमा, खाजामा के खाने भन्दा नि करेन्टै आउँछ कि म त लिटरली पागलै भइसकेँ। मोमो पनि कसरी के यति मिठो जो छ है, जति खायो उति खान मन लाग्छ कि यो खानाको साटो करेन्ट चाउचाउ नै खाँदै थिएँ है, यस्तो मिठो भयो थियो नि है। यो भए पछाडि अरू मलाई के पनि चाहिँदैन के। यति ठुल्ठुलो बाइटमा खाँदा त ओ माई गड यस्तो मिठो हुन्छ नि है, हजुरहरू पनि एकचोटि ट्राई गर्नु होला क्या। अन्नसँग यसको कम्बिनेसन त झन् मलाई अति नै बवाल लाग्छ क्या। यसै त अति मिठो लाग्ने यो चाउचाउ, झन् यो पानी परेको बेलामा त ओ माई गड यति मिठो हुन्छ नि है। यो पानीको झरीसँग यो चाउचाउको टेस्ट लिन पाउँदा ओ माई गड यति खुसी लाग्छ, संसारै जिते जस्तो लाग्छ कि त्यति चाहिँ मिठो हुन्छ। म त पुरा प्लेटै चाटी चाटी खाएको थिएँ के, यस्तो बवाल छ नि यसको सुपको टेस्ट छन्। अब चाहिँ म बरु यो घर छोड्न तयार, यो चाउचाउ छोड्न चाहिँ म सक्दिनँ के है, यति तल लाग्छ मलाई, यति तल लाग्छ यो चाउचाउको। अनि कसरी छोड्नु क्या, चाउचाउको चाहिँ जति बयान गरे पनि पुग्दैन कि। सो यो झरीमा हजुरहरू पनि एकचोटि चाउचाउ बनाएर खानु होला है त। बाई बाई।